रमाइलो गरिन्छ जसरी धापध्याम गयौँ हामी त्यसरी रमाइलो हुन्छ What did I just hear? Hey, what's up everybody? Hope you're doing एकदम good. अहिले चाहिँ म सोलो हाइकको लागि जामा जान लाग्दै है त सो मैले ब्याग प्याक गरिसकेको छु प्याकिङमा चाहिँ फर्स्टमा मैले पानीको बोतल हालेको छु आफ्टर द्याट फर सम स्न्याक अहिले चाहिँ च्याउचाउ हालेको छु स्न्याक चाहिँ अलिकति बाटोमा पनि किन्नु पर्नेछ त्यो पछि अलिकति चना भिजाएको थिएँ दिस इज फर कप्स माथि हिँड्दै गरेको बेलामा चाहिँ इफ हामीले के खानेकुरा स्न्याक्सहरू पाइएन भने एनर्जी आओस् भनेर चाहिँ यो राखेको छु अनि फेरि दिस इज माइक विच माइट बी इम्पोर्टेन्ट अनि अर्को ट्राइपड हालेको छु दुईवटा ट्राइपड लैजाने एउटा चाहिँ यो लैजान्छु मैले एउटा चाहिँ यो ट्राइपड लैजाने प्लान अलिकति कफी फर इनर्जी अहिलेको लागि चाहिँ यति नै छ सो योहरू हालेको छु मैले ब्यागमा चाहिँ सो या अहिले टाइम चाहिँ अराउन्ड लाइक क्यान सी कि 7 बजिसकेको छ अब चाहिँ ढिला नगरिकन हेर्नुपर्छ है त सो जानुभन्दा पहिला चाहिँ एउटा सानो केरा खाइदिइहालौँ फर क्विक एनर्जी ब्रेकफास्टको लागि चाहिँ यही हुने भयो अरू स्न्याक्सहरू चाहिँ अब बाटोमा गएर लिउँला ओके मैले चाहिँ सिटिजनसिप हाल्नुपर्ने छ भन्ने सुनेको थिएँ अनलाइन हेर्दाखेरि चाहिँ सो यहाँ मैले सिटिजनसिप पनि हालेछु लेट्स गो भर्खर चाहिँ मैले स्न्याक्सको लागि एउटा आइसक्रिम अनि फेरि लोकल चिप्स र यो पिनट्स लिएको छु अब चाहिँ हामी त्यो जानुभन्दा पहिला चाहिँ एउटा स्पटमा जानुपर्छ माछा पोखरी बाइपास हुँदै अब चाहिँ त्यहाँबाट हिँड्दैछु अब त्यहाँपट्टि गएर चाहिँ टिकट लिन्छ त्यो पछि गइन्छ है त यस आई थिङ्क दिस इज द प्लेस जहाँ हामीले टिकट लिनुपर्छ अब यहाँपट्टि टिकट लिन्छु त्यो पछि विल मिट अगेन है त ओके गाइज अहिले चाहिँ भर्खर त्यहाँ मैले आर्मी क्याम्पमा चाहिँ टिकट लिएर चाहिँ मैले चेकिङ गरिसकेको छु सो टिकट लिने ठाउँमा चाहिँ यो टिकट लिने बेलामा चाहिँ फर्स्टमा चाहिँ नागरिकता एकदम इम्पोर्टेन्ट रहेछ त्यो नागरिकता चाहिँ त्यहीँ नै राख्नु हुँदो रहेछ अनि त्यो पछि चाहिँ हामीले उतापट्टि गएर आफ्नो डिटेल्सहरू दिनुपर्छ अनि डिटेल्सहरू दिएपछि चाहिँ हाम्रो ब्यागहरू चेकिङ हुन्छ माथि आउँदाखेरि चाहिँ नन भेज आइटम्सहरू र चक्कुहरू स्पिकरहरू ल्याउनु नमिल्ने रहेछ सो या हाम्रो सोलो हाइकिङको जर्नी चाहिँ स्टार्ट भइसकेको छ है त जामोजोको लागि सो लेट्स एक्सपिरियन्स इट मैले अनलाइनहरू हेर्दाखेरि मान्छेले भन्थ्यो ड्याम उकालो छ भनेर हुन नि रहेछ यार भर्खरै नै चढेको छु म त्यहाँबाट ड्याम उकालो छ सिधै बट इट्स फन गाइज या सो ट्रेल चाहिँ यस्तो छ यहाँबाट आएको म उकालो चढ्दै अहिलेसम्म चाहिँ यहीँसम्म आइपुगेको छु त्यहाँ आई थिङ्क के साउन्डहरू आइरहेको छ बाँदरहरू रहेछ या त्यो बाटो जानुपर्छ आई होप कुनै बाँदरसँग सामना चाहिँ हुँदैन आई हेट मङ्किज यार कसम ढाँटेको होइन के मलाई हेट गर्ने कारण चाहिँ किन हो भन्दाखेरि चाहिँ आई हेभ गट बिटन बाई इट के अनि त्यसले गर्दा चाहिँ कति 5-6-7वटा रेबिजको लागि इन्जेक्सन चाहिँ लगाउनु परेको थियो सो कसरी टोक्यो भन्दाखेरि चाहिँ म र साथीभाइहरू चाहिँ पशुपति गइरहेको थियौँ त्यहाँपट्टि रमाइलो भइरहेको थियो अलि चिसोमै गएको हामी एउटा ठाउँमा बसेर चाहिँ मजाले भ्यूहरू इन्जोय गर्दै थियो बस्दै गर्दा चाहिँ एउटा अङ्कल आउनुभयो बिस्कुट लिएर आउनु भएको थियो कि अनि त्यो हामीलाई दिनुभयो यो बाँदरहरूलाई देऊ भनेर लाइक राम्ररी नै दिइरहेको थियौँ राम्ररी नै बाँदरहरूले खाइरहेको थियो है तर आई डोन्ट नो वाइ कुनै एउटा बाँदर मेरो साइडमा आएर बस्यो साइडमा आएर बसेपछि चाहिँ अनि फेरि साउन्ड गर्न थाल्यो कि ख्या गरेर अनि केही नै होइन होला बिस्कुट मागेको होला बिस्कुट दिन लगाएको नजिक टाँसिँदै आयो टाँसिँदै आएर चाहिँ सिधै मेरो यो बेलीभन्दा अलि साइडमा जहाँ लिभर हुन्छ नि त्यहाँपट्टि आउटर पार्टमा चाहिँ टोकिदिइहाल्यो सुरुमा चाहिँ अलिकति पोले जस्तो भयो तर जब म साथी गएर उतापट्टि गएर चेक गर्दाखेरि चाहिँ ब्लिड भएछ त्यो पछि रिक्स नलिम भनेर चाहिँ एउटा फार्मेसीमा गएको थिएँ
फार्मेसीमा गएर कन्सल्ट गर्दाखेरि चाहिँ त्यहाँपट्टि हुने सबै वाइल्ड बाँदरहरू गएर चाहिँ रेबिजको ट्रिटमेन्ट गर्दा भ्याक्सिन लाउँदाखेरि चाहिँ बेस्ट हुन्छ भनेर भन्नुभयो। अनि त्यो भएर चाहिँ मैले टेकुमा गएर सरकारी हस्पिटल हो जहाँपट्टि धेरै पैसा नि लागेर मलाई त्यहाँपट्टि गएर इन्जेक्सन लगाइयो यार। मेनली चाहिँ सोल्डरमा थियो, त्यति साह्रो पेन भएन, तर एउटा इन्जेक्सन चाहिँ सिधै जहाँपट्टि बाइट गर्दो रहेछ नि एनिमलले चाहिँ त्यहीँपट्टि हानिदिँदो रहेछ, जहाँ घाउ हो जहाँ पहिल्यैबाट दुख्यो त्यहीँपट्टि हानिदिँदो रहेछ। त्यहाँपट्टि इन्जेक्सन लगाइदिँदाखेरि चाहिँ पोलेको चाहिँ लास्टै पोलेको थियो। सो या द्याट्स द रिजन आई हेट मङ्किज। सो ओके, अहिलेसम्म अलिकति माथि आइसकेको छु। सोलो हाइक एक्सपिरियन्स चाहिँ गुड नै हुँदैछ, रमाइलो भइरहेको छ है, सास फुलिरहेको छ स्यास्या, बट स्टिल इट्स गोइङ प्रिटी गुड। जङ्गलहरू चाहिँ अलिकति हेर्दाखेरि चाहिँ अलिकति डर लाग्नु नै छ। लाइक यहाँपट्टि हिँड्दाखेरि चाहिँ कुनै एउटा सर्ट मुभीको याद आएको छ, थाहा छ? लाइक दुईवटा मुभीको याद आएको छ। एउटा भनेको छलको बाटो, त्यो त चुरैनी भनेको त्यो वाला सर्ट मुभीको याद आएको छ। अनि फेरि चाहिँ अर्को छ नि गोरे काशी भन्ने खालको त्यो वाला मुभीको नि याद आइरहेछ। डर चाहिँ लागिरहेछ, बट इट्स गोइङ प्रिटी गुड, आई एम लभिङ इट। हो सो ओके, अलिकति माथि आएपछि चाहिँ त्यहाँ मेरो सेकेन्ड चेकिङ पनि भयो। त्यहाँ आर्मी अफिसरहरूले चाहिँ त्यहाँ माथि पनि चेकिङ गर्नु हुँदो रहेछ। चेकिङ गर्ने बेलामा चाहिँ धेरै केही पनि थिएन, तलबाट जुन टिकट लिएर आएको थियो नि त्यो त्यहाँ देखाउनु पर्ने रहेछ र मुनिपट्टि जुन डिटेल्सहरू माग्नु भएको थियो त्यही डिटेल्सहरू फिलअप गरेपछि चाहिँ हामीले माथि आउने फेरि एन्ट्री पाइदो रहेछ। अनि अहिले आउँदैछु, आउँदै गर्दाखेरि चाहिँ एउटा वार्म किर्तिपुरबाट आउनुभएको साथीहरू भेट्नु भएको थियो, एकदम वार्म पर्सनहरू हुनुहुँदो रहेछ। रमाइलो भयो, यसो हल्का सर्ट कन्भर्सेसन, सर्ट टक, एन्ड इट वाज गुड। जामाचो हाइकको लागि चाहिँ सोलो आउने पहिल्यैबाट मेरो प्लान चाहिँ थिएन। मैले साथीहरूलाई भनिसकेको थिएँ कि जामाचो हाइक जाम भनेर, तर सबै साथीहरू चाहिँ जामाचो अलरेडी आइसकेको भएर चाहिँ आउन अलिकति हिचकिचाएको थियो कि लाइक गइसकेको ठाउँ के जाने, ट्रेल चाहिँ एकदम उकालो खालको छ, जान मात्रै हुन्छ भनेर भनिरहेको थिएँ। अनि मैले चाहिँ फोर्स गरिरहेको थिएँ कि जाम रमाइलो हुन्छ, रमाइलो गरिन्छ, जसरी धापधाम गयौँ हामी त्यसरी रमाइलो हुन्छ। What did I just hear? बाँदरहरू होला। सो यहाँ मैले साथीहरूलाई चाहिँ फोर्स गरिरहेको थिएँ जाम भनेर, अनि फेरि साथीहरूले हुन्छ त भनेको थियो, तर त्यति एक्साइटमेन्टले हुन्छ चाहिँ भनेको थिएन। सो घर आएर चाहिँ अनि फेरि मैले एक दिन चाहिँ नर्मली नै अनलाइन स्टोर गरिराख्दाखेरि चाहिँ आइसक्यो कि कोही पर्सनहरू सोलो हाइक गइरहेको थियो कि सोलो हाइक गएर चाहिँ के कस्तो हुन्छ, रमाइलो हुन्छ कि के हुन्छ, लाइक कतिको डर लाग्दो हुन्छ भनेर डकुमेन्ट गरेको देखेको थिएँ। त्यो देखेपछि चाहिँ मलाई पनि कस्तो एक्साइटिङ लाग्यो कि यस्तो जङ्गलको एरियामा है, जताततै रुख, कोही नभएको बेलामा सोलो जाँदा कस्तो एक्सपिरियन्स हुन्छ होला भनेर। अनि फेरि त्यहीँबाट चाहिँ अलिकति मलाई सोलो हाइक जाने खालको एक्साइटमेन्ट आउन लाग्यो। अनि कुन ठाउँ जाने होला भएको थियो। अनि फेरि मैले धेरै टाढा भन्दाखेरि जामाचो म गएको पनि आएको पनि थिएन, अनि जामाचो नजिक पनि हुन आँट्यो। अनि फेरि मान्छेहरू जामाचो पनि अलि धेरै नै आएको थियो कि, अनि प्रपरली आर्मीहरूले चाहिँ सेक्योर गरेको भएर ठाउँ पनि प्लेस पनि सेफ। सो या आई प्लान्ड टु कम जामाचो सोलो एन्ड आई केम। अनि एक्सपिरियन्स चाहिँ गुड नै हुँदैछ। माथि पुग्न चाहिँ अब अराउन्ड लाइक 45 मिनट्स जति लाग्ला। सो यहाँ केही कुरा गर्न मन छ भने चाहिँ अफकोर्स साथीहरूलाई इन्भिटेसन दिने, साथीहरूलाई गरौँ भन्ने त हो, तर साथीहरू मात्रै गएर जान्छु भनेर बस्दा पनि अलिक झ्याउनै हुन्छ कि, सोलो पनि गर्नमा केही हिचकिचाउनु हुन्न। अफकोर्स साथीहरूसँग गर्न रमाइलो हुन्छ, गफ गर्दै जान, एकाअर्कालाई रोस्ट गर्दै जान, तर स्टिल सोलो हाइकमा छुट्टै मजा, आफैसँग आफ्नै माइन्डसँग पिसफुल तरिकाले हिँड्दै जान। सो कि यहाँबाट चाहिँ अब 2 किलोमिटर जति छ भनेको छ है। यहाँ चाहिँ अहिले हामीसँग चाहिँ कृतिपुरको साथीहरू भेटिनु भएको छ। कस्तो भइरहेको छ गाइज एक्सपिरियन्स जामाचो? बवाल भइरहेको छ नि। ल यहाँ एकदम रमाइलो भइरहेको छ है, एकदम वार्म पर्सनहरू हुनुहुन्छ। ल यहाँ चाहिँ ब्रेक पोइन्ट होला, त्यो पछि एकछिन ब्रेक लिएर फेरि चल्नु पर्ने होला होइन। यहाँबाट अर्को एउटा लेभल अनि सक्यो। यहाँ चाहिँ अहिले चाहिँ हामी यहाँ ब्रेक पोइन्टमा आइसकेको छौँ। वहाँ माथिपट्टि देखेको छ है डाँडामा चाहिँ हाम्रो मेन डेस्टिनेसन चाहिँ।
यहाँपट्टि देखेको छ तर यो हिँड्दा हिँड्दा थाहै पाउँदैन। भर्खरै चाहिँ हामी त्यहाँ ब्रेकिङ पोइन्टमा आएको थियो अनि त्यहाँपट्टि चाहिँ अघि जुन कृतिपुरको ग्रुप भनेको थियो नि उहाँहरूसँग भेट भएको थियो। उहाँ चाहिँ स्विट मान्छेहरूले चाहिँ सुन्तला र अलिकति मही दिनुभएको थियो। त्यही नै अहिले लिएर चाहिँ म आफ्नो हाइकलाई चाहिँ कन्टिन्यू गरिसकेको छु। एक्लै आएको छु अलिक छिटै नै गरेर जाऊँ भनेर सुन्तला दिनुभएको थियो। त्यही खाँदैछु है अहिले चाहिँ। Guys, did we just reach? किनकि त्यहाँ मैले फ्ल्याग्सहरू देखिरहेको छु अनि मैले परबाट पनि देखेको थिएँ। परबाट त अलिक टाढा देखियो जस्तो लाग्थ्यो। लेट्स सी यो हो कि होइन। इफ हो भने त म लास्ट छिटो आएँ यार। मैले फ्ल्याग्सहरू त यहाँ देखिसकेको छु। अहिले चाहिँ होइन जस्तो लाग्छ किनकि म भर्खर त्यहाँ रेस्टिङ स्पटमा थिएँ नि त। त्यहाँपट्टिबाट अलिक पर नै देखेको थियो। हिँड्ने पेस चाहिँ मेरो छिटो नै थियो। स्वाइँ नै हिँडेको छु बट फ्ल्याग्सहरू त देखेको छ। लेट्स सी हामी हाम्रो डेस्टिनेसनमा पुगिसक्यौँ कि अहिले अलि छैनौँ। भेहिकल्सहरूबाट आयो भने चाहिँ आई थिङ्क यो रहेछ बाटो आउनेवाला चाहिँ। अनि फेरि हाइकिङ गरेर आउनु छ पैदल यात्रा आउनु छ भने चाहिँ यो रहेछ बाटो चाहिँ। अब यहाँबाट आइसक्यौँ हामी माथि जानुपर्छ। भेहिकल्सबाट हो भने चाहिँ यो बाटो हुँदै जान्छ होला नभन्दै चाहिँ हामी आइपुगेको रहेछौँ चाहिँ। यहाँबाट चाहिँ मैले भ्यू टावर पनि देखिसकेको छु। यु क्यान सी कि कस्तो ब्युटिफुल छ। रेस्टिङ स्पटबाट चाहिँ अलिक टाढा नै देखेको थियो बट हिँड्दै जाँदाखेरि चाहिँ एकदमै छिटो आए जस्तो लाग्यो मलाई चाहिँ। हुन्छ एकछिनमा लिन्छु नि ल। मा जानु मिल्छ नि? ओके थ्याङ्क यू। हुन्छ स्योर। Beautiful place. What a beautiful place. So yeah, अहिले चाहिँ म यहाँ जामासु आइसकेको छु। आइसकेपछि चाहिँ आउने ठाउँमा चाहिँ त्यहाँपट्टि स्टलहरू राख्नुभएको रहेछ त्यहाँ आन्टीहरूले चाहिँ आन्टी दिदीहरूले चाहिँ। अनि त्यहाँपट्टि चाहिँ हामीले स्न्याक्सहरू केही लिएर आएको छैनौँ भने चाहिँ त्यहाँपट्टि लिएर खानु मिल्छ ल। अरू बेला चाहिँ नराख्नु हुँदो रहेछ तर स्याटरडेको दिन चाहिँ स्टलहरू राख्नु हुँदो रहेछ जहाँ चाहिँ समोसा पकौडा चटपटहरू चाहिँ पाइँदो रहेछ। अनि भ्यू चाहिँ त्यति राम्रो चाहिँ छैन। यो पल्युसन आई थिङ्क यहाँ पल्युसनले गर्दा होला। यहाँ अलिकति यो पल्युसन नभए चाहिँ मच बेटर देखिन्थ्यो है। तर यो प्लेस चाहिँ एकदमै पिसफुल राम्रो छ यहाँ। ओके अहिले चाहिँ म अलिकति हाइट स्पटमा छु। यहाँको टावरमा आएको छु। ओके अलिकति हाइटमै रहेछ यो टावर चाहिँ। मलाई हाइटबाट त्यति साह्रो डर चाहिँ लाग्दैन बट स्टिल यहाँबाट चाहिँ किन सिरिङ भइरहेको छ है। यहाँपट्टि चाहिँ पुरै झन्डाहरू मुनि देख्न सकिन्छ। एकदम ब्युटिफुल छ। आई विस अझै स्टिल यहाँ चाहिँ पल्युसन अलिकति कम भइदिएको भए चाहिँ अझै मच बेटर भ्यू देखिन्थ्यो। अहिले चाहिँ किनकि पानी पनि परेको छैन सो अलिकति राम्रो भ्यू चाहिँ देखेको छैन बट या स्टिल रमाइलो छ एक्सपिरियन्स चाहिँ। यु क्यान सी अलिकति पल्युसनले गर्दा चाहिँ अलिकति ढाकेको छ मिस्टहरू आएको छ। नत्र भने चाहिँ यहाँबाट पक्कै पनि हिमालहरू चाहिँ पक्कै देखिन्छ। ओके चामाचु एकछिन घुमेपछि चाहिँ मेरो फोनको चार्ज चाहिँ डेड भइसकेको हुन्छ। त्यही भएर मैले धेरै क्लिप्सहरू लिन चाहिँ पाउँदैन। त्यसपछि चाहिँ म त्यहाँ बसेर चाहिँ स्न्याक लिन्छु। स्न्याकको लागि चाहिँ मैले घरबाट लगेको स्न्याक चाहिँ लिँदिनँ किनकि म त्यहाँ चटपट किनिदिइहाल्छु। त्यो चटपट लिन्छु मैले चटपट र एक्सट्रिम लिन्छु। त्यसपछि चाहिँ म त्यहाँ सर घुमेर चाहिँ निस्किन्छु हैन। अनि तपाईको नर्मल यस्तोमा चाहिँ तपाईले लङमै गराउनुहुन्छ होला भन्नु सके। अहिले चाहिँ जामाचु घुमेर चाहिँ त्यहाँपट्टि स्न्याक्सहरू खाइसकेर अहिले चाहिँ हामी तल जाँदैछौँ। टाइम चाहिँ अराउन्ड अहिले 11:36 भएको रहेछ। क्या आउँदाखेरि नि हामी छिटै आयौँ। 1.5 घन्टा 1 आवर 15 मिनट जतिमा चाहिँ हामी माथि आइपुगेको थियो। अब चाहिँ मुनि जाँदाखेरि धेरै टाइम लाग्दैन 45 मिनट जहाँसम्म मलाई लाग्छ। अहिले चाहिँ फेरि रेस्टिङ स्पटमा आइसकेको छ है। झर्दाखेरि चाहिँ 30 मिनट जति लाग्यो।
चढ्दा अलिक बढी लागेको जस्तो लाग्थ्यो अनि चितुवा भर्खर चाहिँ हामी यहाँ थियो चितुवा आए जस्तो एकदमै चाँडो नै आए जस्तो लाग्यो अहिले फेरि सो कि गाइज अहिले चाहिँ म फर्किँदैछु त्यहाँ जामासुमा बसिराख्दाखेरि चाहिँ मेरो फोन चाहिँ डेड भयो लाइक चार्ज हेर्दाखेरि चाहिँ 1% रहेछ त्यो पछि मैले क्लिप्सहरू लिन पाएको थिएन अनि एकछिन त के गर्ने होला है लाइक माथि आउँदाखेरि त म टन्नै क्लिप्सहरू लिएँ तल आउँदाखेरि चाहिँ अब मैले ब्लग गर्न पाउनु जस्तो लागेको थियो बट थ्याङ्कफुल्ली जुन आउँदाखेरि चाहिँ कृतिपुरको साथीहरू जुन भेट हुनुभएको थियो नि उहाँहरूसँग भेट भएपछि चाहिँ उहाँसँग पावर ब्याङ्क रहेछ अनि मेरो डेड फोनलाई चाहिँ मैले त्यहाँबाट रिचार्ज गरेँ अनि त्यो पछि चाहिँ मुनि आउँदा एकछिन चाहिँ रमाइलो तरिकाले हाँसो मजाक गर्दै बोल्दै आयो अहिले चाहिँ यहाँ म जाँदैछु ल त्यो कृतिपुरको साथीहरू चाहिँ त्यहाँ माथि जुन रेस्टिङ स्पटमा एकछिन बसिराख्नु भएको छ 5 जना जति हुनुहुन्छ अनि म चाहिँ अहिले यहाँ हिँडेको छु ल सोलो हाइक आएको नि त सोलो हाइकको एक्सपिरियन्स चाहिँ एकदम रमाइलो छ ल इफ हजुरलाई पनि सोलो हाइक एक्सपिरियन्स गर्न मन छ भने चाहिँ आई वुड से कि जामासु चाहिँ एकदम बेस्ट है लाइक ट्रेल पनि त्यति साह्रो गाह्रो चाहिँ छैन भन्छु म लाइक फर्स्टमा चाहिँ एकदम उकालो छ त्यतिखेर चाहिँ अलिक गाह्रो लाग्न सक्छ बट आफ्टर सर्टेन पोइन्ट न लाइक प्लेन नै छ जस्तो लाग्छ अनि ट्रेलहरू पनि राम्रो छ लाइक आर्मी प्रोटेक्टेड त भयो नै भयो मान्छेहरू नि विकेन्डमा आयो भने चाहिँ टन्नै भेट हुँदो रहेछ अनि आई वुड सजेस्ट कि अलिकति रेनी सिजनहरूमा आयो भने चाहिँ अलिकति मनसुन सिजनमा चाहिँ मच बेटर हुन्छ किनकि माथिबाट भ्यू पनि राम्रो देखिन्छ अहिले चाहिँ त्यति राम्रो चाहिँ देखिएन कज अफ पल्युसन पनि हुनसक्छ अलिकति फगहरूको कारणले पनि सो इफ युआर अल्सो प्लानिङ टु कम फर सर्ट सोलो हाइक आई वुड से कि अलि मनसुन सिजनहरूमा आउँदा अलि बेस्ट हुन्छ ल अहिले चाहिँ आएर म यहाँ बसिरहेको छु स्टिप उकालो छ स्टिप डाउन हिल छ त्यही भएर चाहिँ ट्याक्क निमा चाहिँ अलिकति प्रेसर पर्दिने कि सो या अब चाहिँ म फेरि हिँड्न स्टार्ट गर्छु सो ओके अहिले चाहिँ यहाँबाट प्रपर बाटोहरू देखिसकेको छ अब चाहिँ हाम्रो सोलो हाइक चाहिँ एन्ड भइसक्यो भन्दा हुन्छ है म चाहिँ मुनि झर्दैछु सुस्तो सुस्तो गर्दै खुट्टा चाहिँ लल्याङलुलुङ भएको छ है मुनि झर्दा झन् सो ओके अहिले चाहिँ म फाइनली जामासु सोलो हाइकबाट चाहिँ रुममा फर्किसकेको छु द हाइक वेन्ट प्रिटी गुड सो इफ युआर अल्सो प्लानिङ टु गो फर सोलो हाइक जामासु देन फिल फ्री केही पनि डराउनु पर्ने छैन अनि जाँदाखेरि चाहिँ एकदम ध्यान दिनु पर्ने कुरा है होइन मैले चाहिँ फर्चुनेटली गरेर रहेछु यो काम चाहिँ जाँदाखेरि चाहिँ मेक स्योर कि एउटा डकुमेन्ट चाहिँ आफ्नो लिएर जानुहोस् आफ्नो नेसनल आइडेन्टिटी कार्ड हुनसक्छ सिटिजनसिप हुनसक्छ ड्राइभिङ लाइसेन्स जे पनि मेक स्योर आफ्नो डकुमेन्ट एउटा जुन भए पनि आफ्नोवाला डकुमेन्ट चाहिँ हाल्नु भएको छ सो या आजको लागि चाहिँ यति नै सी यू गाइज इन द नेक्स्ट एपिसोड है त सी यू